Hello guys, welcome back to my new video. I hope सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै नै छु। सबैभन्दा पहिला चाहिँ सबैजनालाई ह्यापी होली भन्न चाहन्छु। अनि त्यहाँबाट पनि आज चाहिँ हामी होलीको दिनमा चाहिँ साथीहरु केरे हामी चाहिँ माछा मार्न जाँदै छौं। अनि के कस्तो हुन्छ भिडियो हेर्दै गर्नु होला। यदि नयाँ हुनुहुन्छ भने मेरो YouTube च्यानललाई सब्स्क्राइब गरिदिनु होला साथीहरु। अनि आज चाहिँ हामी माछा मार्न जाँदै छौं। खोल्सामा चाहिँ मैले अस्ति नै चाहिँ देखेको थिएँ। अनि हामी चाहिँ 2-3 जना चाहिँ माछा मार्न जान्छौं साथीहरु। के हुन्छ म तपाईहरुलाई सबै कुरा देखाउने नै छु। हेर्दै गर्नु होला है त। रञ्जित तिनीलाई हिँडेर कतै पूजा गरेर जान्छ माथि गाउँतिर बेलुकी त सम्झिने म त कहाँ पुग्नु भोलि गइन हुन्छ नि दिदी बिदा हादे भोलि स्कुल खर भोलि छोड्छ नि हाता नभए नि हामीलाई चाहिने अलि चम्किला यसो माछालाई गोप्छ त त्यो माछालाई माछालाई गोप्छ त पेटमै
माथि बसेर मार्छस् म त मुन्छ जाँदैन कुदै त जाँदैन अनि कुन खोज्छ सुरक्षा खोज्छ आउँछ नानी खोज्दै रन्जनीलाई त्यो पोइन्टतिर खोज्छ है अनि यता त्यहाँ आइन यहाँ भित्र साइडमा घोप्छ त नानी यतापि खै त यो सबसे सानो हो क्या सानो त हो माछा चाहिँ यति भयो उड्यो के माछा उड्यो ल ल ल ल ल ल यसरी नै जाँदैछ त्यहाँ छ क्या कालो हाल ठुलो भएको कसरी निकाल्दा अप्ठ्यारो लाग्छ दबाउँदै लिएर माथि त्यो नि हुन्छ है त्यहाँ एकजना समात एकछिन रेडी भएन क्या रन्जित यहाँनिर आइज त त्यो कोदाल लिएर ऊ त्यो झिकेर ऊ त्यसमा हालिदिने क्या माटो पानी उ गर्नलाई के एकैछिन हो त्यहाँ माथि एउटा के राख्दा है अलि यता ओइ रन्जित आइज नि त पानी ल एकछिन त्यो सुरक्षित त्यो नचलाउ त रन्जित त कोदाल लिएर यो पानीलाई छोप्न आइज यो लो उमुलले हो त्यसले हालिदिने क्या हो त्यहाँ एउटा कु हालेर गर्नुपर्छ नि नानी थाहा के बोराहरू होइन प्लास्टिकहरू छैन के गर्नु त नि माछा मार्न गएन भन्यो होला के भन्नु ल है अब चाँडै यहाँ पानी बढ्दै जान्छ नि त्यति कुरा बुझा त्यहाँको अलिक सजिलो गहिरो बनायो त्यहाँनिर गहिरो बनाउने होइन क्या सजिलो त्यहाँनिर त्यही टुडोमा मात्र उता नगर्न गहिरो माथिबाट हातले धगाउनु पर्छ यहाँ हो त्यसरी हातले धगा त सर्ने माछा जम्मा भयो अझ त गर रन्जित हात त सर्ल कि छिर्दो रहेछ हातले छाम्दा हातले जान्छ ल त्यो ऊ नगर त्यहीँबाट हातले ऊ त्यो सजिना त्यहाँबाट तान हो त्यो त हे अब त्यस्तो गरेन होइन अति नगर हाम तिमीहरू माछी भाग्छ यार यिनीहरूले गर्दा त
अझै उतै जा है गएपछि लाइक साथीहरु हामीले त्यो एकचोटिमा यति माछा मार्यौं साजिना थापा चाहिँ मोबाइल मार्दै साथीहरु हामीले चाहिँ माछा मारेर भ्याइसक्यौं हाम्रो माछा चाहिँ हेर्न सक्नुहुन्छ कति छ अझै घरमा गएर भाँडामा देखाउने हो के अनि यहाँ रन्जित चाहिँ अब चाहिँ हामी घर जान पर्ने हुन्छ साथीहरु हामीले चाहिँ माछा मारेर भ्याइसक्यौं सजिनालाई देखादेखि गर्ने यसले नदेखा भने क्यामेरामा अब चाहिँ हामी घर जान पर्ने हुन्छ अब चाहिँ हामी घर गएर भाँडामा खनाएर हामी आएको 2 घन्टा पनि बढी भइसक्यो हामी यहाँ त्यहाँ माथि अनि वहाँ तलतिर गएर आउँदाखेरि यति भयो माछा चाहिँ अब चाहिँ हामी घर गएर देखाउँछौँ साथीहरु हेर्दै माछा मार्न आउनेहरू माछा मार्न जानेहरू माछा बोकेर आउनेहरू सबैजना थके थके मलाई रिङ्गटो लाग्यो ल यहाँ हामी आइसकेको छोरी भाँची लाग्यो भाँचिरोस् के भाँचिरोस् ल है साथीहरु अघि हामीले बनाएको भिडियो चाहिँ यसले हो 360 हाने हामीले चाहिँ पानी पर्ला जस्तो भयो साथीहरु अब चाहिँ हामी घर जान पर्ने हुन्छ समात्ने कुरो होइन फेरि के अरे अड्डाउने कुरो खोइ म माछा खान खोइ जस्तो नि गरे खोइ पानी धेरै हो कि यसमा पानी त्यो बोर्का पानी फाल भनेर बोर्का पानी माता कत्रो माता बाहिर आयो हाले भित्र समाउँदै छ र हुँदैन है समाउँदैन टोक्छ टोक्छ यो सानो फिस हो सानो यो फिस किन ल्यायो है तिनीहरूले यसरी काट्यो समाउने हेरी माछाले गरे हुँदैन भन्दै माछाले गरे हो यो हेर त अर्को माछा नि फेरि यी गङ्गटा यसो गर न हाल्दै फेरि अब अहिले आमालाई टोक्छ अनि थाहा पाउँछ है बिचारा भयभरको उठाएर लिएर आएको पठाइ गर त तिमी नि सबभन्दा सानोमा नि त्यत्रो हुन्छ है रन्जित यसो गर न यसो गर तर यो त बिचारा हातले मारे नानी त कास्तो कास्तो गर्ने हो यो पानी आइरहेको रन्जित हेर त अब यो आउनै मान्दैन कि फेरि हुँदैन म देखाइदिन्छु भिडियो बनाइदिन्छु तिमीलाई देखाउँछु म त
दुध हाल्ने भाँडा पनि लिएर गएर चाहिँ भगवान् कस्तो त्यो एउटा त ठुलै रहेछ बिचरा उयो पानीमा हाल्छु हेरेर उताको ल ल चाँडो हल्लाइदेऊ न ल हेरेको हेरे ल उ त्यो अघिको गीत गादियो नि के अरे दुश्मन हेरेको हेरे क्या अनि ल त्यहाँ गीत नाच्यो नि त यस्तो यस्तो गरेर कम्मरमा हात राखेर ल नाच्देऊ ल कम्मरमा हात राखेर ल त साथीहरू हामी चाहिँ माछा मारेर पनि आइसक्यौँ अनि म चाहिँ भर्खर लुगा फेरेर बसेको लाइन पनि गयो भिडियो एडिट गर्ने भनेको साथीहरू अनि मैले होलीको के अरे होली चाहिँ मनाएनौँ साथीहरू अनि त्यहाँबाट त्यहाँदेखि हल्का क्लिप चाहिँ मैले हाल्दैछु अरूले त्यो के अरे रङ लगाएको चाहिँ अनि आजको भिडियो के कस्तो लाग्यो लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला यदि नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला साथीहरू अनि आज चाहिँ एकदम रमाइलो भयो माछा मार्न गयौँ अनि यसरी चाहिँ फर्स्ट टाइम हो हामी माछा मारेको चाहिँ अनि भिडियो के कस्तो लाग्यो हेर्दै गर्नु होला अगाडि पछाडिको भिडियोहरू पनि साथीहरू अनि आजको लागि यति नै है त